परमेश्वरलाई धन्यवाद छ। यहाँहरु सबैलाई जय मसीह। हालेलुया। यहाँ चाहिँ अब सबैतिर घुम्न पर्ने बाध्यता भयो। अब यहाँदेखि लिएर वहाँसम्म बस्नु भएको छ र तपाईहरु सबैलाई आज परमेश्वरको वचनको सेवकाईमा म स्वागत गर्न चाहन्छु। र हामी आजको वचन जाँदै गर्ने क्रममा आज हामी सबैभन्दा महान हाम्रो बीचमा को होला? हजुर, को हुनुहुन्छ? येशू हुनुहुन्छ। उहाँलाई हामी ताली बजाएर स्वागत गर्नेछौँ। हालेलुया। र आज मात्र आउनुहुनेलाई पनि म स्वागत भन्न चाहन्छु। इमानुएल मण्डलीमा तपाईलाई धेरै धेरै स्वागत छ। र हामी आज प्रभु येशू ख्रीष्टको यरुशलेमको प्रवेश गर्दै गरेको घटनालाई हामी हेर्नेछौँ। र तपाईहरुले मसँगै बाइबल मत्ती 21 अध्यायलाई खोल्नुहोस्। अघि हाम्रो सुरुको प्रार्थनामा पनि डिकन दामोदरले उल्लेख गर्नुभएको थियो। यसै कारणले गर्दाखेरि हामी मत्तीको किताब हेर्नेछौँ। सायद यो पर्दा सहीसँग बसेको छैन, त्यस कारणले यो त्यति राम्रोसँग आउँदैन जस्तो देखेँ मैले। र तैपनि तपाईँ आफ्नो बाइबललाई ध्यान दिनु होला है। सबैजनाले आफ्नो बाइबल खोल्नु होला। मत्ती 21 अध्यायको 1 देखि 11 सम्म हामी सबैजनाले आज बाइबललाई हेर्नेछौँ। बाइबल पेज नम्बर 1318 मा छ। 1318 नम्बरको पाना तपाईँको फरक हुनसक्छ। यसै कारणले तपाईँले एकअर्कालाई बाइबल खोलेर मद्दत गरिदिनुहोस् है। सबैसँग बाइबल छ होला है? छ नि सबैसँग होइन? ल छ। बहिनीहरूसँग बाइबल छैन? ल, बाइबल नहुनेले हाम्रो यहाँ डिकन दामोदरलाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। यहाँ यस्तो लेखिएको छ, जब उहाँहरू यरुशलेमको नजिक जैतुन डाँडाको बेतफागेमा आइपुग्नुभयो तब येशूले 2 जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, तिमीहरू सामुन्नेको गाउँमा जाऊ। त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछेडा बाँधिएका भेटाउनेछौ। तिनलाई फुकाएर म कहाँ ल्याऊ। कसैले तिमीहरूलाई केही भन्यो भने प्रभुलाई यिनको जरुरत छ भन्नु। ठिकै छ, राम्रो गर्नुभयो। प्रभुलाई यसको जरुरत छ भन्नु र त्यसले तुरुन्तै ती पठाइदिनेछ। अगमवक्ताद्वारा बोलिएको वचन पुरा होस् भनेर यो भएको हो। सियोनकी छोरीलाई भन, हेर तिम्रो राजा तिमी कहाँ आउँदैछन्। विनम्र भई गधामाथि सवार भएर, गधाको बच्चा एउटा बछेडामाथि। तब चेलाहरू गए र येशूले तिनीहरूलाई अराए बमोजिम गरे। तिनीहरूले गधा र त्यसको बच्चा ल्याए र ती माथि आफ्ना लुगा फाटा ओछ्याए र उहाँ त्यसमाथि बस्नुभयो। भिडमा धेरैले आफ्ना वस्त्र बाटोमा ओछ्याइदिए र अरूहरूले रुखा हाँगा काटेर बाटोमा बिछाइदिए। उहाँको अघि र पछि लागेका भिड यसो भन्दै कराए, दाउदका पुत्रलाई होसना। धन्य उहाँ जो परम प्रभुको नाउँमा आउनुहुन्छ, परमधाममा होसना। जब उहाँ यरुशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मचियो। मानिसहरूले सोध्न लागे, यिनी को हुन्? भिडका मानिसहरूले जवाब दिए, यिनी गालिलको नासरतबाट आएका अगमवक्ता येशू हुन्। हालेलुया। प्रभु येशू ख्रीष्टको प्रवेश यहाँनिर अब यरुशलेममा हुँदछ। जब उहाँले सेवकाई विभिन्न ठाउँहरूमा गर्नुभयो, यो खण्डमा चाहिँ येशू ख्रीष्ट चाहिँ यरुशलेममा बस्दै हुनुहुन्छ। जब यो किताबलाई हामीले हेर्छौँ भने यो किताब पुरै नै मत्तीले जब लेख्छन् कि येशू चाहिँ मसीह राजा हुनुहुन्छ भनेर लेख्छन्। यहुदीहरूले येशू कहिले आउनुहुन्छ, प्रतिज्ञाको मसीह राजा चाहिँ कहिले आउनुहुन्छ भनेर पर्खिरहेका थिए। अनि मत्तीले भन्दछन् कि प्रतिज्ञा गरिएको मसीह राजा चाहिँ येशू हुनुहुन्छ। उहाँ चाहिँ आइसक्नुभयो अनि उहाँले चाहिँ मानिसहरूलाई बचाउनु हुनेछ भनेर यो सुसमाचार, मत्तीको सुसमाचार उनले लेख्दछन्। अनि यो खण्डमा चाहिँ हामीले देख्छौँ कि अब येशूले आफ्नो सेवकाईहरू सकेर अनि उहाँ जब यरुशलेममा प्रवेश गर्दै हुनुहुन्छ अनि उहाँसँग उहाँका चेलाहरू छन् अनि उहाँलाई भेट्नलाई धेरै मानिसहरू आएका छन् त्यहाँनिर। अनि मानिसहरूले
उनीहरूले आफ्ना लुगा पनि खोलेका छन्, वस्त्रहरू बाटोमा बिछाएका छन्। येशूले आफ्नो चेलाहरूलाई गएर दुईजनालाई भन्नुभयो, गएर चाहिँ तिमीले गधाको बछेडालाई लिएर आऊ भन्नुभयो। उनीहरूले लिएर आए। त्यसमाथि मानिसहरूले लुगा बिछाए, बाटोमा पनि मानिसहरूले लुगाहरू बिछाए। उनीहरूले रुखहरू हाँगाहरू हातमा लिएर बिछाउँदै उनीहरूले अनि प्रभुको चाहिँ प्रशंसा गरेका छन्। त यो घटना चाहिँ येशू मर्नुभन्दा एक हप्ता अगाडिको घटना हो। येशू अब यो आउने शुक्रबार चाहिँ क्रुसमा टाँगिनु हुने दिन हो। यो आउने आइतबार चाहिँ येशू जीवित हुनुहुने दिन भनेर हामी त्यसलाई स्मरण गर्छौँ, जसलाई इस्टर सन्डे भनिन्छ। आउने शुक्रबार चाहिँ असल शुक्रबार अर्थात् गुड फ्राइडे भनिन्छ। येशू चाहिँ यसरी यरुशलेममा प्रवेश गर्नुभयो। येशू गधामा प्रवेश गर्नुभयो। येशू चाहिँ गधामा प्रवेश गर्नुभयो। अनि यहाँनिर तपाईँले देख्नुहुन्छ येशू फेरि पनि दोस्रो आगमन हुनुहुँदा उहाँ गधामा होइन, उहाँ घोडामा प्रवेश गर्नुहुनेछ। हालेलुया। यसै कारण आजको विषय नै येशू जो चाहिँ राजा येशूलाई स्वागत गरौँ भन्ने विषय हो। यस घटनामा चाहिँ राजा येशूलाई उनीहरूले स्वागत गरेका छन्। कतिजनाले चाहिँ येशूलाई साँच्चै नै प्रभु भनेर स्वागत गर्दैछन् भने कतिजनाले चाहिँ येशू एउटा शासन गर्ने इजरायलमा आउनुभएको एक संसारिक रूपमा एउटा राजा जस्तै गरी पनि उनीहरूले स्वागत गरेका छन्। त्यो उनीहरूको भुल थियो। येशू चाहिँ यस्तो राजा हुनुहुन्छ, उहाँ चाहिँ सारा ब्रह्माण्ड, सारा पृथ्वी, सारा संसारको राजा हुनुहुन्छ। हालेलुया। तीनवटा कुराहरू तपाईँले उहाँको विषयमा यो खण्डमा देख्नुहुन्छ। पहिलो कुरा भनेको येशू राजालाई स्वागत गर्नुपर्ने पहिलो कुरा भनेको चाहिँ उहाँ चाहिँ विनम्रताका साथ आउनुभयो। उहाँ चाहिँ एकदम विनम्र, एउटा गधामा बस्नु भनेको चाहिँ विनम्रताका साथ येशू चाहिँ अब यरुशलेममा प्रवेश गर्दै हुनुहुन्छ। दोस्रो कुरा भनेको चाहिँ उहाँ महिमा पाउनुको योग्य हुनुभएको कारण। हालेलुया, कि उहाँलाई स्वागत गरौँ। तेस्रो कुरा चाहिँ तपाईँले 10 र 11 मा देख्नुहुन्छ, उहाँले आफैलाई चिनाउनु भयो कि येशू को हुनुहुन्छ। मानिसहरूले भन्दै थिए यिनी को हुन्, अनि कसैले भन्दै थिए यिनी त महान व्यक्ति अगमवक्ता हुन्, यिनी त येशू ख्रीष्ट हुन्। हालेलुया। येशूले आफ्नो पहिचान, येशूले आफ्नो परिचय यो खण्डमा दिनुहुन्छ। अब हामी एक पददेखि यो तीनवटा कुरालाई हेर्नेछौँ कि राजा येशूलाई स्वागत गरौँ भन्ने विषय। एक पदमा हेर्नुहोस्, पढ्नुहोस् कसैले एक पदलाई। त्यहाँनिर के भनेको छ, ल ठुलो स्वरले है, तपाईँहरूले आफ्नो बाइबल त्यस कारणले गर्दा राखिराख्नुहोस् भनेको। ल पढ्नुहोस् एक पदमा के भएको छ। जब उहाँहरू यरुशलेमको नजिक जैतुन डाँडाको बेतफागेमा आइपुग्नु भयो। उहाँहरू चाहिँ येशू र येशूको चेलाहरू चाहिँ त्यो जैतुन डाँडाको बेतफागे भन्ने ठाउँमा आइपुग्नु भयो। अब करिब यरुशलेमको नजिकको डाँडा। तब येशूले दुईजना चेलाहरूलाई यसो भनेर पठाउनु भयो। येशूले दुईजनालाई पठाउनु भयो। चेलाहरू दुईजनालाई चाहिँ उहाँले अब गाउँमा पठाउँदै हुनुहुन्छ। अनि 2 पदमा तिमीहरू सामुन्नेको गाउँमा जाऊ, त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा घोडा र त्यसको बछेडा बाँधेको भेटाउनेछौ। येशूले के भन्नुभयो, तिमी चाहिँ अब सामनेको गाउँमा जाऊ। येशू जहाँ पुग्नु भएको थियो त्यो अघिल्लो अगाडिको एउटा पहाड थियो, त्यो डाँडा थियो। येशूले भन्नुभयो यही सामनेको गाउँमा गएर तिमीले एउटा बछेडालाई त्यहाँ देख्छौ र भेटाउनेछौ। येशूले भन्नुभयो तिनलाई फुकाएर मका ल्याऊ। यहाँनिर पहिलो कुरा चाहिँ येशू विनम्रताका साथ आउनु भएको कारण उहाँको आज्ञालाई पालन गर्नु। हालेलुया। येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई भन्दै हुँदैछ कि तिमीहरू गएर एउटा बछेडा र त्यसको आमालाई देख्नेछौ, बछेडा र त्यसको बच्चालाई देख्नेछौ, तिमी गएर त्यसलाई फुकाएर लिएर आऊ। त्यो मेरो निम्ति आवश्यक छ। त्यो बछेडामा कोही पनि बसेको थिएन, त्यो गधाको बच्चामा कोही पनि कसैले पनि प्रयोग गरेका थिएन। अब येशूले यसरी अराउँदै हुनुहुन्छ दुईजनालाई, तिमीले त्यसलाई फुकाएर लिएर आऊ। अनि उहाँका चेलाहरूले तुरुन्तै आज्ञा पालन गर्न तयार भए। 6 पदमा भने तब गएर येशूले तिनीहरूलाई अराए बमोजिम गरे। अनि यहाँनिर चाहिँ तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने येशू विनम्रताका साथ आउनुभयो।
यसै कारण तपाईँ र मैले यो खण्डबाट येशूका चेलाहरूले गरेको कार्यहरूबाट हामीले सिक्नुपर्छ। येशूले चाहिँ यहाँ भन्नुभएको शब्दबाट तपाईँ र मैले सिक्नुपर्छ। येशूले हमेसा तपाईँ र मलाई आज्ञा गर्नुहुन्छ अनि येशू तपाईँ र मेरो जीवनमा चाहिँ हर समय उहाँले अराएको काम गरेको चाहनुहुन्छ। हालेलुया। अनि तपाईँ जब येशू राजालाई आफ्नो हृदयमा स्वीकार्नुहुन्छ अनि यो स्वीकारेको प्रमाण चाहिँ यो हो कि तपाईँले येशू ख्रीष्टलाई विश्वास गरेको प्रमाण चाहिँ यो हो कि उहाँले अराएको काम तपाईँ गर्नुहुन्छ। हालेलुया। अनि उहाँ यही चाहनुहुन्छ तिमीहरू जाऊ गएर मेरो लागि यो आवश्यक कुरा लिएर आऊ कि त्यहाँ तिमीले यो देख्नेछौ। अनि यो आज्ञा पालन चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो मेरो प्रियहरू। धेरै पटक यो आज्ञा पालनको कुरा गर्दै गर्दाखेरि हामीलाई एकदम असहज हुँदछ। हजुर भाइलाई सोध्दै गर्नुहोस्, हामीलाई चाहिँ असहज हुन्छ, आज्ञा पालन गर्नुहोस् भने नि असहज हुन्छ। तर प्रभुले यो हमेसा तपाईँ र मेरो जीवनमा चाहनुहुन्छ। हामी चाहिँ आज्ञाकारिताका सन्तानहरू हो। हालेलुया। हामी चाहिँ आज्ञाकारिताका सन्तानहरू हौ। अनि येशूले 2 पदमा त्यहाँ के भन्नु भने तिमी त्यहाँ पुग्ने बित्तिकै तिमीले एउटा गधा र त्यसको बछेडालाई भेटाउनेछौ। अब तपाईँ सोच्नुहोस्, येशूले आज्ञा त गर्नुभयो कि येशूलाई थाहा थियो कि त्यहाँ एउटा गधा र त्यसको बछेडा चाहिँ बाँधेर राखिएको छ। येशूलाई सबै कुरा थाहा थियो। येशू सर्वव्यापी हुनुहुन्छ। हालेलुया। येशूले अगाडिको गाउँमा एउटा घरमा, त्यो पनि घरको बाहिर त्यहाँनिर एउटा बछेडा त्यसको आमासँगै बाँधेको भेटाउँछौ भनेर येशूले भन्नुभयो। त येशू सबै कुरा जान्नुहुने प्रभु हुनुहुन्छ भन्ने कुराको प्रमाणित त्यहाँनिर उहाँले गर्दै हुनुहुन्छ। आज तपाईँ र मैले यो खण्डबाट यो पदबाट बुझ्नुपर्ने कुरा चाहिँ याद गर्नुहोस्, उहाँ सबै कुरा जान्नुहुन्छ भन्ने विश्वास गर्नुहोस्। यस्तो होइन कि तपाईँ र मेरो जीवनको परिस्थिति येशूलाई थाहा छैन। यस्तो हुनै सक्दैन कि येशूलाई थाहै छैन। यस्तो हुनै सक्दैन कि तपाईँको घरमा कतिजना हुनुहुन्छ, यस्तो हुनै सक्दैन येशूलाई थाहै छैन। येशूलाई थाहा छ तपाईँको घरमा कतिजना हुनुहुन्छ। येशूलाई थाहा छ तपाईँ के काम गर्नुहुन्छ हप्ताभरि। येशूलाई थाहा छ तपाईँ हप्ताभरि के बोल्नुहुन्छ। येशूलाई थाहा छ तपाईँले हप्ताभरि मानिसहरूसँग कस्तो प्रकारको व्यवहार गर्नुभयो। येशूलाई थाहा छ तपाईँले अब आउने दिनमा के गर्नुहुन्छ, किनकि येशू ख्रीष्ट चाहिँ यस्तो राजा हुनुहुन्छ। येशू ख्रीष्ट चाहिँ यस्तो विनम्र राजा हुनुहुन्छ। उहाँ त सबै कुरा जान्ने राजा हुनुहुन्छ। हालेलुया। उहाँ चाहिँ सबै कुरा जान्ने राजा हुनुहुन्छ। यसकारण तपाईँ र मैले उहाँमाथि विश्वास गर्नु आवश्यक छ। यसकारण तपाईँ र मेरो भरोसा उहाँमा हुनु आवश्यक छ। जब उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो नि एउटा बछेडालाई चाहिँ माउसँगै बाँधेको तिमीले भेटाउँछौ। येशू यस्तो परमेश्वर, उहाँ जानुभएको छैन। उहाँ त सामुन्नेको डाँडामा हुनुहुन्छ। उहाँले 2 जनालाई पठाउँदै हुनुहुन्छ, तर पनि यो कन्फर्म गरेर पठाउँदै हुनुहुन्छ तिमीले पक्का भेटाउँछौ, त्यसलाई फुकाएर मेरो लागि लिएर आऊ। यदि कसैले सोध्यो भने यो भनिदिनु कि प्रभुलाई यसको जरुरत छ। हालेलुया। प्रभु कति महान हुनुहुन्छ। तपाईँको र मेरो हृदयका कुराहरू उहाँ जान्नुहुन्छ। अहिले तपाईँ यहाँ बस्दै गर्दा तपाईँले के सोच्नु भएको छ त्यो प्रभुलाई थाहा छ। हजुर हेलो, थाहा छ तपाईँले के सोच्दै हुनुहुन्छ प्रभुलाई थाहा छ। तपाईँले के गर्दै हुनुहुन्छ प्रभुलाई थाहा छ। यसकारण हामी उहाँलाई आदर गरौँ, हाम्रो हृदयमा येशूलाई स्वागत गरौँ, किनकि उहाँ विनम्र राजा हुनुहुन्छ। हालेलुया। उहाँ राजालाई हाम्रो हृदयमा स्वागत गरौँ मेरो प्रियहरू। उहाँ तपाईँ र मेरो जीवनमा हुने हरेक कुरा जान्नुहुन्छ। मर्कुस 11:4 पनि तपाईँले पाउनुहुन्छ। तब तिनीहरू गए र त्यो बछेडो खुल्ला गल्लीमा एउटा घरको बाहिरीपट्टि ढोकानिर बाँधिएको भेटाए र त्यसलाई फुकाएर ल्याए। येशूले भन्नुभयो उनीहरू गए, उनीहरूले त बाँधेकै भेटाए। येशूले अगाडि नै यहाँनिर तपाईँलाई यहाँनिर 2 पदमा मत्तीको किताबमा 21:2 उहाँले भन्नुभएको थियो कि तिमीले गधालाई बाँधिएका भेटाउनेछौ। तब त्यसपछि मर्कुस 11:4 चेलाहरू 2 जना गए गधा लिनको लागि, तर उनीहरूले बाँधेको भेटाए। हालेलुया। कस्तो असम्मको प्रभु
तपाईँ र मैले विश्वास गरेको परमेश्वर कति अलौकिक, कति सर्वशक्तिमान, कति सर्वज्ञानी, कति सर्वव्यापी। हालेलुया, हालेलुया। उहाँलाई भन्नुहोस् त कति सर्वव्यापी हुनुहुन्छ। प्रभु सर्वव्यापी हुनुहुन्छ भन्नुहोस् त सबैले। प्रभु सर्वव्यापी हुनुहुन्छ। प्रभु सर्वव्यापी हुनुहुन्छ। हालेलुया। ताली बजाएर धन्यवाद दिनुहोस्। प्रभु सर्वव्यापी हुनुहुन्छ। प्रभु सर्वव्यापी हुनुहुन्छ। अनि त्यति मात्र होइन, उहाँबारे गरेको भविष्यवाणी पुरा भएका छन्। 5 पद पढिदिनु सब कसैले। भविष्यवाणीले के भनेको थियो? येशू चाहिँ विनम्रताको साथ आउनुहुने राजाको बारेमा कुरा गर्दा 5 पदले चाहिँ के भनेको छ? पढ्नु सब ल। 5 पद 4 र 5 दुवै पढिदिनुहुन्छ। मत्ती 21। अगमवक्ताद्वारा बोलिएका वचनहरू पुरा होस् भनेर यो भएको कि येशू अब त्यहाँनिर विनम्रताका साथ उहाँ आउनुहुन्छ भन्ने वचन पुरा भएको। कसरी? 5 पद। सियोनकी छोरीलाई भन्, हेर तिम्रो राजा तिमीहरू कहाँ आउँदै हुनुहुन्छ। विनम्र भई गधामाथि सवार गरेर गधाको बच्चा एउटा बछौडोमाथि। हालेलुया। उहाँ चाहिँ विनम्र भएर आउनुहुनेछ। अनि जकरिया 9 को यहाँनिर तपाईँले 9 को वचन यहाँ पुरा भएको छ। जकरिया अगमवक्ताले भनेका थिए, हेर सियोनकी छोरीलाई खुब रमाऊ। हेर्नुहोस् है, हे सियोनकी छोरी खुब रमाऊ। अनि सियोनकी छोरी भनेर यरुशलेमलाई भनेको हो। यो चाहिँ हे यरुशलेमकी छोरी जोरसित कराऊ, हेर तिम्रो राजा तिमी कहाँ आउँदै हुनुहुन्छ। उहाँ धर्मात्मा मुक्तिदाता हुनुहुन्छ, उहाँ भला हुनुहुन्छ र गधामाथि अर्थात् गधाको बच्चा एउटा बछेडामाथि सवार भएर आउँदै हुनुहुन्छ। हालेलुया। उहाँ चाहिँ आउँदै हुनुहुन्छ भनेर कयौँ वर्ष पहिले भविष्यवाणी गरियो येशूको बारेमा। अनि यो भविष्यवाणी येशूको जीवनमा पुरा भयो। येशू गधाको बछेडामाथि विनम्र भएर आउनुभयो। यो चाहिँ उहाँको विनम्रताको चिन्ह हो। एउटा गधामाथि उहाँ बसेर आउँदै हुनुहुन्छ। उनीहरूले यो भविष्यवाणी बुझ्न सकेका थिएनन्, तर येशूलाई थाहा थियो कि उहाँ चाहिँ विनम्र प्रभु हुनुहुन्छ। उहाँ नम्रताका साथ आउनुभयो अनि उहाँ गधाको बछेडामाथि बसेर आउनुभयो। तपाईँलाई थाहा छ, जब इजरायलीहरूले निस्तार चाडको समय नजिकिँदै गर्दाखेरि, निस्तार चाड चाहिँ यो आउने शुक्रबारको दिनमा उनीहरूले प्रत्येकले एक एकवटा थुमा काट्नु पर्थ्यो, लगेर बलिदान गर्नु पर्थ्यो। त्यो थुमालाई चाहिँ यसरी लान्थ्यो उनीहरूले। आजको सन्डेको दिनमा चाहिँ उनीहरूले 1 हप्ता पहिलादेखि चाहिँ आफ्नो परिवार, आफ्नो जति पनि घरानाहरू छ, एउटा थुमा तयार गरेर निस्कोट एकदमै खोट नभएको थुमालाई उनीहरूले चाहिँ काँधमा बोकेर अनि उनीहरूले सबैजना आफ्नो परिवार घराना मिलेर अनि उनीहरूले मन्दिरमा लिएर जान्थे। लगेर मन्दिरमा लगेर अर्पण गरेर फेरि बोकेर घरमा ल्याउँथे। अनि यो शुक्रबारको दिन, जुन दिन येशू मर्नुभयो, त्यो दिनमा चाहिँ लगेर फेरि सबैको पाप यसले लिएर जान्छ भनेर त्यहाँ बलिदान गर्थे। त्यही दिन हो आज, जुन दिन येशू मर्नको लागि जाँदै हुनुहुन्छ। येशूलाई थाहा छ येशू मर्नको लागि जाँदै हुनुहुन्छ। येशूलाई थाहा छ कि उहाँले भविष्यवाणी पुरा गर्नुपर्ने छ। यसै कारण उहाँ गधाको बछेडामाथि चढेर जानुभयो। अनि त्यहाँ मानिसहरूले चाहिँ लुगाहरू ओछ्याए, खजुरका हाँगाहरू उनीहरूले चाहिँ भाँजेर बिछाए। अनि उनीहरूले चाहिँ येशूलाई भुइँमा नटेकैकन मन्दिरमा लिएर जाँदैछन्। याद गर्नुहोस्, यही घटना, यही अगमबानी येशूमा पुरा भए। येशू कति महान राजा हुनुहुन्छ। तपाईँ र मेरो लागि मर्नको लागि उहाँ जानुभयो, यरुशलेममा प्रवेश गर्नुभयो। यसै कारणले गर्दा मेरो प्रियहरू, हाम्रो दैनिक जीवनमा साना कुरामा पनि हामी येशूको आज्ञा पालन गर्ने अभ्यास गर्ने व्यक्ति हुनुपर्छ। हाम्रो बोल्दा हामीले विचार गर्नुपर्छ, हामीले एकअर्कालाई क्षमा दिने जीवन जिउनुपर्छ। मेरो प्रियहरू, कुनै निर्णय लिनु अघि
हाम्रो प्रभु विनम्रताका साथ आउनुहुने प्रभुसँग प्रार्थना गर्नुपर्छ, परमेश्वरको इच्छा खोज्नुपर्छ, बाइबल पढेर उहाँको वचनलाई सम्झिने अनि उहाँको वचनअनुसार जिउने व्यक्ति बन्नुपर्छ, आफ्नो जीवनमा लागू गर्ने व्यक्ति बन्नुपर्छ। आफू ठुलो होइन तर विनम्र सेवक बन्न सिक्नुपर्छ। हालेलुया। यति महान प्रभु विनम्रताका साथ प्रवेश गर्नुभयो। के को लागि? मर्नको लागि। म मर्दैछु भन्ने कुरा यीशुलाई थाहा थियो, मैले मर्नुपर्छ भन्ने कुरा यीशुलाई थाहा थियो। उहाँ थोमा झैँ लगिनु भएको दिन। यसै कारण यीशु राजालाई आफ्नो हृदयमा स्वागत गर्नुहोस्। हालेलुया, हालेलुया। त्यति मात्र होइन, हालेलुया, धन्यवाद। अनि दोस्रो कुरा, उहाँ महिमा पाउनुको योग्य हुनुहुन्छ। अब 7 पदमा हेर्नुहोस्, येशूलाई किन स्वागत गर्ने, राजा येशूलाई किन स्वागत गर्ने? दोस्रो कारण भनेको चाहिँ उहाँ महिमा पाउनुको योग्य हुनुहुन्छ। पहिलो कारण त विनम्र प्रभु हुनुहुन्छ उहाँ चाहिँ। अब दोस्रो चाहिँ उहाँ महिमा पाउनुको योग्य। 7 पद पढिदिनुहोस् त। अब के भयो त्यहाँनिर? ल 7 पद 21 को 7। ल पढ्नुहोस्। पाउनुभयो? मत्ती 21 को 7। ल तिनीहरूले गधा र त्यसको बच्चा लिएर आयो। अब तिनी माथि आफ्नो लुगा फाटा ओछ्याए, उहाँ त्यसमाथि बस्नुभयो। दोस्रो राजा 9 अध्यायको 13 लेखेको छ, तब तिनीहरूले झट्टै आफ्ना बाहिरी पोसाक उतारेर सिँढीमा ढुङ्गामा तिनी हिँड्नलाई ओछ्याइदिए। तब तिनीहरूले तुरै फुके र कराएर भने, यहू राजा हुनुहुन्छ। यहू भन्ने एकजना राजालाई पनि त्यस्तै गरी स्वागत गरिएको थियो। अहिले हामी त्यो हिजो अस्तितिर हामीले पढ्दैछौँ। दोस्रो राजामा हामी अध्ययन गर्दै हाम्रो घरको सङ्गतिमा दोस्रो राजातिर पुगेका छौँ। अनि त्यो यहू राजाले चाहिँ धेरै कुराहरू गरेको छ। अनि त्यो यहू राजा चाहिँ एउटा इजरायलका ती खराब कुरालाई नष्ट गर्नको लागि परमेश्वरले प्रयोग गर्नुभयो। आहाबको घराना सबैलाई यहू राजाले नै नष्ट गरिदिन्छ। अनि यो राजा जब भए नि त्यो बेलामा पनि उनीहरूले राजा भनेर चाहिँ उनीहरूले चाहिँ मान्यता गरे। उनीहरूले तुरै फोके, आफ्नो वस्त्र उतारेर सिँढीमा राखिदिए अनि राजालाई उनीहरूले सिंहासनमा बसाले। तर यहाँनिर येशूको घटनामा एउटा कुरा के मिस्टेक गरिरहेका छन् भने यी मानिसहरूले, कि उनीहरूले चाहिँ येशू पनि त्यस्तै राजा हुनुहुन्छ भन्ने सोचेका छन्, कि उनीहरूले अब यरुशलेमको समृद्धि, यरुशलेमको विकास गर्ने राजा सोचेका छन्। तर त्यो चाहिँ अलिकति उनीहरूको मिस्टेक छ। उनीहरूले त्यस्तै सोचेका थिए। तर यहाँनिर तपाईँले मैले बुझ्नुपर्ने कुरा चाहिँ येशू चाहिँ यति महान योग्य अनि महिमा पाउनुको योग्य हुनुहुन्छ। त्यस कारणले उहाँको अधीनमा आफैलाई राख्नुहोस्। तिनी मानिसहरूले आफ्नो वस्त्रहरू फुकाएर ओछ्याइदिए। तिनी मानिसहरूले बाटोमा उनीहरूले रुखा डालाहरू ओछ्याए अनि उनीहरूले आराधना गरेका छन्। अनि उनीहरूले भनेका छन् कि उहाँ चाहिँ विजय हुनुहुन्छ, उहाँ चाहिँ महान हुनुहुन्छ। अनि उनीहरूले रुखका आँगाहरू काटेर बिछाए। यो चाहिँ आनन्दको घोषणा गरेका छन्। यो चाहिँ जब मानिसहरूले आनन्दको घोषणा गर्थे तब उनीहरूले के गर्थे? उनीहरूले रुखका हाँगाहरू लिएर उनीहरूले जय जयकार गर्थे। येशूमा तपाईँ र मैले यहाँबाट सिक्नुपर्ने कुरा चाहिँ हामी आफैलाई उहाँको अधीनमा राख्नु आवश्यक छ। उहाँ विजय, उहाँमा हामीले विजय पाएकोमा उहाँ नै विजय येशू हुनुहुन्छ भनेर घोषणा गर्नु आवश्यक छ। तपाईँ र मैले सिक्ने पाठ चाहिँ त्यति मात्र होइन, उहाँलाई उद्धारको लागि पुकार्नु आवश्यक छ। यी मानिसहरूले भन्दैछन् 9 पदमा हेर्नुहोस्, उहाँको अघि र पछाडि लागेका भिड यसो भन्दै कराए, दाउदका पुत्रलाई होसन्ना। यो होसन्ना भन्ने शब्द चाहिँ बचाउनुहोस्, हामीलाई उद्धार गर्नुहोस् भन्ने शब्द हो। यो चाहिँ यो होसन्ना भन्ने शब्द हामीलाई अघि हामीले गाउँदै थियौँ, होसन्ना होसन्ना, होइन? होसन्ना येशू राजालाई भनेर गाउँदै थियौँ नि, होइन? हामीलाई बचाउनुहोस्, बचाउनुहोस्, बचाउनुहोस् येशू राजा हामीलाई, यस्तो प्रकारको, होइन? होसन्ना भनेको शब्द। अनि उनीहरू चाहिँ बचाउनुहोस् हामीलाई, सहायता गर्नुहोस् हामीलाई भनेर कराए। अनि अचम्मको कुरा लुकाको किताब 19 अध्यायको 29 र 39 र 40 हेर्नुभयो भने
अनि भिडका कुनै फरिसीहरूले उहाँलाई भने, हे गुरुज्यू, तपाईँका चेलाहरूलाई हप्काउनुहोस्, उनीहरू यस्तोसँग कराउँदैछन्, उनीहरू चाहिँ होसाना भन्दै उनीहरू कराउँदैछन्, उनीहरू सारा मानिसहरूलाई चाहिँ देखिने गरी सुनिने गरी उनीहरूको आवाजहरू उठ्दैछ, उनीहरू बचाउनुहोस् परमधाममा हाम्रा प्रभु, तपाईँ हामीलाई बचाउनुहोस् भनेर उनीहरू कराउँदैछन्, महिमा दिँदैछन्, उनीहरूको आफ्ना वस्त्र फुकाउँदैछन्। अनि ती मानिसहरू फरिसीहरू आएर भन्दैछन्, तपाईँको चेलाहरूलाई हप्काउनुहोस् न, तपाईँको चेलाहरूलाई चुप लाग भन्नुहोस् न, यिनीहरू धेरै कराउन लागे। तब 40 पदमा यीशुले के भन्नुभयो, पढ्नुहोस्। तब 40 पदमा यीशुले के भन्नुभयो? के यीशुले चुप लाग भन्नुभयो? हजुर, के भन्नुभयो त यीशुले? यीशुले चुप लाग नकर, यिनीहरूलाई डिस्टर्ब भयो भन्नुभयो? त 40 पद पढिदिनुहोस्, यीशुले के भन्नुभयो? लुकाको किताब 19 को 40। ए अगाडि भने सामने भएकोले हेरेर पढ्न सक्नुहुन्छ। तर उहाँले भन्नुभयो, म तिमीहरूलाई भन्दछु, यिनीहरू चुप लागे भने ढुङ्गाहरू नै कराउनेछन्। हालेलुया। यिनीहरू चुप लागे भने ढुङ्गाहरू कराउनेछन्। तपाईँ चुप लाग्नुभयो भने ढुङ्गाहरू कराउनेछ, याद गर्नुहोस्। यसै कारण जब तपाईँ परमेश्वरको उपस्थितिमा आउनुहुन्छ नि, तपाईँ खुलेर आराधना गर्नुहोस्, खुलेर परमेश्वरलाई धन्यवाद दिनुहोस्। कसैले देख्ला कि कसैले सुन्ला कि भनेर होइन। हुनसक्छ यस्ता वरिपरिका मानिसहरूले तपाईँलाई भन्न सक्छ, यसलाई चुप लागोस् भनेर भन्न सक्छन्, कसैलाई टाउको दुख्न सक्छ, कसैलाई रिस उठ्न सक्छ। तर येशूले भन्नुहुन्छ, यदि यिनीहरू चुप लागे भने ढुङ्गा नै कराउनेछन्, किनकि येशू त्यति महान महिमाका योग्य राजा हुनुहुन्छ। हालेलुया। येशू यति महान हुनुहुन्छ, उहाँले चाह्यो भने ढुङ्गालाई पनि आफ्नो आराधक बनाउन सक्नुहुन्छ। मेरो प्रियहरू, यसकारण उहाँको उद्धारमा हामी आनन्द गरौँ, उहाँलाई उद्धारको लागि पुकार गरौँ। हामी सधैँ प्रभु हामीलाई सहायता गर्नुहोस्, तपाईँ योग्य हुनुहुन्छ, तपाईँ महिमित हुनुहुन्छ भनेर हामी उहाँलाई घोषणा गरौँ, आफैलाई उहाँको अधीनमा राखौँ। मेरो प्रियहरू, धेरैचोटि हामी परमेश्वरले चाहेको जस्तो हामी जीवन जिउँदैनौँ। हाम्रो परमेश्वरले हाम्रो लागि यति असल कुरा चाहनुहुन्छ नि, हाम्रो जीवनमा यति असल कुरा चाहनुभएको हुन्छ, तर हामी त्यो असलदेखि वञ्चित हुन्छौँ। यी फरिसीहरू जस्तै, यसलाई चुप लगाउनुहोस् भने जस्तै हाम्रो जीवनमा हुन्छ। अनि यो एउटा कार्टुन तपाईँले हेर्नुभयो भने परमेश्वरले हरेक खाँचो जान्नुहुन्छ, किनकि उहाँ महिमाको प्रभु हुनुहुन्छ, उहाँ सर्वव्यापी प्रभु हुनुहुन्छ। यो मानिसले हेर्नुहोस्, पानी छैन, परमेश्वरसँग प्रार्थना गर्छ, पानी दिनुहोस् भनेर जोरसँग चिच्याउँछ, कराउँछ, उद्धार गर्नुहोस् भनेर कराउँछ। उसलाई अब यो मरुभूमिमा एक थोपा पानी छैन, तर संसारले उसलाई यसरी बोलाउँछ, लालचीमा हालिदिन्छ, अब जान्छ ऊ त्यतातिर। तर पनि परमेश्वरले रोक्नुहुन्छ त्यो ठाउँमा जानबाट। उसलाई आफ्नो प्यास मेटाउनु छ, उसलाई आफ्नो अभिलाषा मेटाउनु छ, तर परमेश्वरले त्यो ठाउँमा गएको चाहनुहुन्न। विश्वास गर्नेहरू परमेश्वरले हर समय रोक्नुहुन्छ, तर पनि मान्छे यस्तो भइदिन्छ, मेरो आफ्नो जिन्दगीको निर्णय म आफै गर्छु, म कहाँ परमेश्वरले भनेको मान्छु। अझै अब त्यो धारामा हेर्नुहोस् है, परमेश्वरले मेटाइदिनुहुन्छ धारा नै। तै पनि कोसिस गर्छ, अब पानी छैन, म के न के त गर्छु भनेर अब त्यो धारा बनाउनेतिर लाग्छ, धारा बनाउँछ। एक थोपा पानीको लागि यति उसले सङ्घर्ष गर्छ। अब हेर्नुहोस्, कतिपय समयमा विश्वास गर्ने पनि यस्तै भइदिन्छ। परमेश्वरको योजना र परमेश्वरको महिमा हाम्रो जीवनमा कति महान छ हामीले बुझ्दैनौँ। एक थोपा पानीको लागि यत्रो ठुलो सङ्घर्ष गर्छ, आफैलाई सम्झिन्छ कि एक थोपा पानीले मेरो पेटै भरियो भनेर। अब हेर्नुहोस्, परमेश्वरदेखि अझै निखोजेर हिँड्छ। परमेश्वरले चाहेको ठाउँ यस्तो थिएन। परमेश्वरले त यो ठाउँमा लान चाहनुभएको थियो जहाँ नदी बग्दै थियो, तर पनि त्यो मान्छेले बुझ्दैन। परमेश्वर यस्तो महिमित परमेश्वर हुनुहुन्छ, तपाईँ र मेरो रुखो जीवनमा उहाँको महिमाले भर्न चाहनुहुन्छ। यसै कारणले गर्दा धेरैचोटि तपाईँ र मेरो निर्णयहरू सही नहुन सक्छ, तर तपाईँ र मैले प्रभुलाई हेर्छौँ, उहाँ राजा हुनुहुन्छ, उहाँ यस संसारमा विनम्रताका साथ आउनुभयो, उहाँ महिमा पाउनुको योग्य हुनुहुन्छ। उहाँलाई आदर गर्नुहोस्, महिमा गर्नुहोस्, उहाँको आज्ञाकारितामा जीवन अगाडि बढाउनुहोस्। उहाँले तपाईँ र मेरो जीवनलाई कठिनाइमा पनि आशिषको कारण
महिमाको कारण बनाउनुहुन्छ। हालेलुया। त्यस कारण आफैलाई सोच्नुहोस्, तपाईँ परमेश्वरको निर्देशनभन्दा कतातिर हुनुहुन्छ। आफैलाई सोच्नुहोस्, तपाईँ परमेश्वरदेखि कतिको टाढा हुनुहुन्छ। के राजा येशूलाई तपाईँले आफ्नो हृदयमा स्वागत गर्नुभयो? कि राजा येशूलाई तपाईँले आफ्नो हृदयमा तपाईँले मेरो राजा भनेर स्वागत गर्नुभयो? या कसैले भनेको कारण तपाईँ आइरहनु भएको छ, रमाइलोको लागि आइरहनु भएको छ। जब साँच्चै तपाईँले आफ्नो हृदयमा येशूलाई मेरो राजा भनेर स्वागत गर्नुहुन्छ, आफ्नो हृदयमा येशूलाई अधिकार गर्न दिनुहुन्छ नि, त्यो दिन तपाईँमा यस्तो आनन्द आउनेछ। तपाईँले आफ्नो प्रभुलाई सारा हृदयले आराधना गर्नुहुन्छ। यी मानिसहरू जसले आफ्ना वस्त्रहरू फुकाएर बिछाइदिए, यी मानिसहरूले प्रभुलाई भने होसन्ना येशू राजालाई। हालेलुया। यसै कारण म तपाईँलाई यही कुरा म भन्दछु कि येशूलाई आफ्नो हृदयमा स्वागत गर्नुहोस्। येशूले आफैलाई चिनाउनु भएको कारण उहाँ राजा येशूलाई तपाईँ र मैले स्वागत गर्ने हो। उहाँ को हुनुहुन्छ? अचम्म भयो। त्यहाँनिर मानिसहरूले सोध्न लागे, सहरमा हलचल मचियो। जब येशू प्रवेश गर्दाखेरि 1 जना 2 जना 5 जना 10 जना थिएन, त्यहाँ सयौं हजारको भिड थिए। येशू गधामाथि जाँदै हुनुहुन्थ्यो। मानिसहरूले वस्त्र फुकाले, मानिसहरूले खजुरका हाँगाहरू बिछाउँदै होसना भन्न थाले। मानिसहरू अन्यलमा परे, सहर हलचल मचियो। यिनी को हुनुहुन्छ भनेर सोध्न थाले। जब येशू आउनुहुन्छ नि, जब येशू आउनुहुन्छ नि, हलचल मचिन्छ। जहाँ परमेश्वरको उपस्थिति र परमेश्वरको राज्य सुरुवात हुन्छ नि, त्यो ठाउँमा हलचल मचिन्छ। प्रियहरू, मानिसहरूमा हलचल हुन थाल्दछ। अरे यिनीहरू त यस ठाउँमा पनि मण्डली सुरु गरेछन्। हलचल मचिन्छ। जहाँ सँगैको काम हुन थाल्छ, सङ्गतिमा मानिसहरू विश्वास गर्नेहरू बढ्न थाल्छन्, आराधनामा बढ्न थाल्छन्। अविश्वासीहरूलाई हलचल मचिन्छ। अनि प्रश्न गर्छन्, को हो यिनी मानिसहरू? येशूको प्रभाव यो हो। जहाँ मण्डली सुरु हुन्छ, जहाँ घरमा प्रार्थना सुरु हुन्छ, त्यहाँ अचम्म हुन्छ। याद गर्नुहोस्, यसै कारण आजसम्म कसैले आफ्नो घरमा ढोका खोल्नु भएको छैन भने आफ्नो घरमा सेवाको लागि ढोका खोल्नुहोस्। महिनामा एकचोटि तपाईँ घरमा सेवा हुन्छ, जहाँ प्रभुको आराधना हुन्छ, त्यहाँ हलचल मचिन्छ। मानिसहरूले त्यहाँ समर्पणताका साथ मानिसहरू आउन थाल्छ। किनकि येशू चाहिँ त्यस्तो राजा हुनुहुन्छ। उहाँले आफ्नै पहिचान, आफ्नै परिचय त्यहाँ दिनुभयो कि उहाँ सामान्य व्यक्ति होइन। उहाँ इजरायलमा खडा भएको एउटा राजा जस्तो होइन। उहाँ त यस्तो राजा, सारा ब्रह्माण्डकै राजा हुनुहुन्छ। सबैको राजा, सबैको मुक्तिदाता उहाँ हुनुहुन्छ। यसै कारणले गर्दा उहाँमा नै सबै अगमबानीहरू पुरा भए। तपाईँ र मैले यसकारण यी कुराहरूलाई बुझ्नुपर्छ कि येशू कति महान हुनुहुन्छ। आमेन। येशू कति योग्य हुनुहुन्छ। उहाँ नै महान अगमवक्ता। तपाईँले हेर्नुहोस् त त्यो खण्डमा 10 पद 11 पदमा हेर्नुहोस् त, मानिसहरूले जवाब दिएका छन्, गालिलका नासरतबाट आएका अगमवक्ता भनेको छ। येशू चाहिँ महान अगमवक्ता पनि हुनुहुन्छ। येशू महान राजा हुनुहुन्छ। येशू महान पुजारी हुनुहुन्छ। पुरानो करार नयाँ करारमा 3वटा व्यक्तिहरूलाई अभिषेक गरिन्थ्यो। राजालाई अभिषेक गरिन्थ्यो, अगमवक्तालाई अभिषेक गरिन्थ्यो, पुजारीलाई अभिषेक गरिन्थ्यो। येशू यस्तो अभिषेक्त प्रभु हुनुहुन्छ। उहाँ नै महान अगमवक्ता, महान राजा, प्रधान पुजारी हुनुहुन्छ। यसै कारण मानिसहरूमा हलचल मचियो। त्यो हलचल मचिनुपर्छ। त्यस कारण तपाईँको जीवनमा जब येशू आउनुहुन्छ, तपाईँको जीवनबाट परमेश्वरले एउटा अचम्मको काम गर्नुहुन्छ। यसै कारण प्रियहरू, तपाईँले आफैलाई जाँच्नुहोस्, आज तपाईँ प्रभुको उपस्थितिमा कस्तो प्रकारको हृदय लिएर आउनुभएको छ। तपाईँको हृदयमा जब येशूले राज गर्नुहुन्छ नि, तपाईँको जीवनमा हलचल मचिन्छ। तपाईँले सोचिएको भन्दा अचम्मको जीवन तपाईँमा देखिन्छ। यस्तो हलचल मानिसहरूले तपाईँलाई सोध्न लाग्छन्, यिनी को हुन्, कस्तो स्वभाव यिनको, यिनी कहाँ जान्छन्, यिनको जीवन कस्तो, अरे हिजो त्यस्तो मान्छे आज कस्तो यो चाहिँ यस्तो प्रकारको गवाई तपाईँको जीवनबाट मानिसहरूमा पुग्छ। किनकि जब राजा येशू त्यो यरुशलेममा आउनुभयो नि, त्यहाँ अचम्म प्रकारले मानिसहरूले सोध्न लागे, आज तपाईँको जीवनमा येशूलाई कहाँ पाउनुहुन्छ, कहाँ राख्नु वास्तव? येशूलाई यहाँ मात्र राख्नु भएको छ भने तपाईँले भुल गर्दै हुनुहुन्छ।
यहाँ राख्ने चाहिँ कसले राख्छ भने जसलाई थाहा छ सबै कुरा यहाँ राख्नेहरू यीशुको बारेमा यो पनि थाहा छ त्यो पनि थाहा छ बाइबल पढेको छु सब थाहा छ सब थाहा छ यहाँ राखेको छ यहाँ राखेको छ कतिले यहाँ मात्रै राखेको छ यहाँ मलाई सब आउँछ गएको छ प्रचार गरेको छ खालि यहाँ मात्र यीशुलाई राखेको छ है कतिले हातमा मात्र राखेको छ यीशुलाई जहाँ गए पनि हात उठाएको जहाँ गए नि हात राखेको यही हातमा मात्रै छ तपाईँले यीशुलाई कहाँ राख्नु भएको छ यीशु यहाँको लागि हो तपाईँले राख्दै हुनुहुन्छ भने मिस्टेक गर्दै हुनुहुन्छ खालि मुखमा मात्र राख्दै हुनुहुन्छ भने यीशुले पनि भन्नुहुन्छ ओठले गरेको आराधना बेकल ओठे आराधना मलाई चाहिँदैन खालि हातले मात्रै हातमा मात्रै ताली र हात उठाउने र जहाँ पनि हात राखेर प्रार्थना गर्ने मात्रै गरिरहनु भएको छ भने त्यो पनि मिस्टेक गर्नुहुन्छ यीशुलाई यहाँ राख्नुपर्छ यहाँ जब यहाँ राख्नुहुन्छ नि तपाईँको राजालाई तपाईँको जीवनमा हलचल मचिन्छ तपाईँको जीवनमा परिवर्तन आउँछ तपाईँको जीवनबाट परमेश्वरको आराधना हुन थाल्छ हालेलुया अनि तपाईँ चाहिँ असाधारण मानिसको रूपमा तपाईँ देखिनुहुन्छ तपाईँ र म चाहिँ साधारण मान्छे होइन तपाईँ र म चाहिँ असाधारण मान्छे हो यसै कारण मेरो प्रियहरू तपाईँले आफैलाई सोच्नुहोस् तपाईँले यीशुलाई कहाँ राख्नु भएको छ तपाईँको जीवनमा यीशु कुन ठाउँमा तपाईँले पाउनुहुन्छ यदि तपाईँले यीशुलाई आफ्नो हृदयमा राख्नु भएको छ भने यस्तो अचम्म प्रकारले यीशु तपाईँको जीवनमा काम गर्नुहुनेछ मानिसहरूले अचम्म मान्नेछ तपाईँको जीवनलाई तपाईँ एउटा गवाई बन्नुहुनेछ अनि तपाईँको जीवनबाट प्रभुले आफ्नो महान काम गर्नुहुनेछ जब यीशु आउनुहुन्छ अब यीशु दोस्रोचोटि आउनु हुँदाखेरि यीशु गधामा बसेर आउनुहुन्न यीशु घोडामा आउनुहुनेछ प्रकाश 7 अध्यायको 9मा पढ्नुभयो भने त्यो असङ्ख्य भिड कसैले गन्न नसक्ने भिड यूहन्नाले देख्छन् त्यो पत्मोस टापुमा जब कैदमा राखिएको व्यक्तिले त्यो गन्नै नसक्ने भिड देख्छन् ती सबै मानिसहरूको हातमा यसै खालको खजुरका हाँगाहरू थिए प्रत्येक व्यक्ति प्रकाश 7:9 खजुरको हाँगाहरू लिएर के भन्दै थिए 9 र 10 पद कसैसँग बाइबल छन् पढ्नुहोस् कि उनीहरू सबैले आराधना गर्दै थिए त्यो चाहिँ यस पृथ्वीमा होइन त्यो त माथि स्वर्गमा परमेश्वर कहाँ देख्छन् उनले अनि यीशुलाई उनले घोडामा सवार भएको देख्छन् यीशु न्यायकर्ता भएर दोस्रो आगमनमा आउनुहुनेछ यो पहिलो आगमनमा यीशु गधामा आउनुभयो कारण उहाँ नम्र प्रभु भएर आउनुभयो उहाँ होचिनुभयो फिलिपीको किताब 2 अध्यायको तपाईँले 6 देखि पढ्नुभयो भने चाहिँ उहाँ होचिएर रितिएर आउनुभयो तपाईँ र म जस्तै भएर आउनुभयो तपाईँ र मेरो जस्तै शरीर रगत र मासु लिएर आउनुभयो 100% मान्छे 100% परमेश्वर भएर यीशु आउनुभयो तर दोस्रोचोटि जब आउनुहुनेछ नि मासु र रगत लिएर आउनुहुन्न उहाँ त प्रधान परमेश्वर महान शक्तिशाली राजाको रूपमा घोडा चढेर आउनुहुनेछ त्यो दिन घोडा चढेर आउनुहुनेछ यूहन्नाले देख्छन् त्यहाँनिर त्यो खजुरको हाँगा लिएर के भन्दै थिए पढ्नुहोस् यसपछि कुनै मानिसले गर्न नसक्ने एउटा ठुलो दिन जो हरेक जाति सबै कुलहरू मानिसहरू र भाषा बोल्नेबाट थियो यस्तो मानिसहरू उनले देख्छन् गर्नै नसक्ने भिड चाहिँ माथि स्वर्गमा परमेश्वरको सामुन्ने उनले देख्छन् सेता पोसाक पहिरेर हातमा खजुरका हाँगा लिए त्यहाँनिर सेतो पोसाक पहिरेका छन् किनकि यीशुको रगतले उनका पापहरू धोइएका छन् हातमा उनीहरूले खजुरका हाँगाहरू लिएका छन् सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखेँ तिनीहरू सिंहासन र थुमाको सामुन्ने उभिरहेको देख्नु भएको छ त्यहाँनिर यूहन्नाले अनि यहाँनिर चाहिँ उनीहरू चाहिँ रुख डालाहरू लिएर येशूलाई होशाना प्रभु बचाउनुहोस् प्रभु भन्दै उनीहरूले चाहिँ येशूलाई मन्दिरमा प्रवेश गराउँदैछन् भने दोस्रो आगमनमा येशू जब घोडामा आउनुहुन्छ अनि उहाँले आफ्नो जनलाई लिएर जब जानुहुन्छ परमेश्वरको अगाडि यूहन्नाले देख्छन् त्यहाँ खजुरको हाँगा लिएर एक मात्र परमेश्वरको आराधना गर्छन् तपाईको गन्तव्य त्यहाँ हो परमेश्वर कहाँ हो हालेलुया यसकारण राजा येशूलाई हृदयमा स्वागत गर्दछ यसकारण म तपाईलाई भन्छु यहाँ स्वागत होइन यहाँ मात्र स्वागत होइन यहाँ मात्र स्वागत होइन यहाँ मात्र स्वागत होइन यहाँ मात्र स्वागत होइन यहाँनिर स्वागत गर्नुहोस्
आज तपाईँले यो वचन यहाँ सुन्नुभयो, यहाँबाट सुनेर यहीँनिर घुमिरहेछ अहिले तपाईँहरूको जीवनमा। त्यो वचन पवित्र आत्मासँग प्रार्थना गरौँ, त्यो वचन यहाँ पुग्नुपर्छ। जबसम्म यहाँ पुग्दैन बदलाव छैन, परिवर्तन छैन। किनकि राजा जो तपाईँको दिलमा आउनुहुन्छ, यीशु हृदयको राजा, उहाँले कार्य गर्नुहुन्छ। हालेलुया। आउनुहोस् हामी सबैजना खडा हुनेछौँ। हाम्रो भाइ बहिनीहरूले त्यो गीत गाउनुहुनेछ। आज हामीले 3वटा कुराहरू हेऱ्यौँ कि राजा येशूलाई स्वागत गरौँ। उहाँ विनम्रताका साथ आउनुभएको कारण हामी स्वागत गरौँ। उहाँ महिमा पाउनको योग्य भएको कारण स्वागत गरौँ। उहाँले आफैलाई चिनाउनु भएको कारण स्वागत गरौँ। फेरि र हाम्रो भाइहरूले यो गीत गाउनुहुनेछ। हामी सबैजनाले आराधना गर्नेछौँ।